नमस्ते छजलो सबैजनालाई मेरो सानो युट्युब फ्यामिलीलाई भन्न चाहन्छु है। देश विदेशबाट हेरिरहनु भएको छ होला। आफ्टर लङ टाइम ब्याक फेरि पनि म ब्लग लिएर आएको छु, सानो कन्टेन्ट है। तपाईहरुले सोच्नु भयो होला के भएर गुरुङनी ब्लग आउनु भएन भनेर, तर बाध्यताले गर्दा है म गाउँबाट आए। गाउँबाट आएपछि म धेरै बिमारी भयो। ट्रिटमेन्ट पट्टि लागे हो, यता उता दबाई पानी गरे, सबै थोक मैले चेक गरे। सबै चेक गर्दै लाँदाखेरि कुनै पनि बिमार छैन। यस्तै अब लाइफमा मान्छेलाई बिमारै मात्रै हुनु नपर्दो रहेछ कि धेरै कुराको सोचाइ भन्छ नि, अब धेरै कुराको मनमा खुसी छैनपछि यत्तिकै पनि मान्छेलाई हात खुट्टा दुख्ने, कटकट खाने, एकदमै ग्यास्ट्रिक बढी हुने यस्तो हुँदो रहेछ है। म त धेरै मलाई साह्रो भयो गाउँबाट आएकोदेखि नै है। म गाउँमा हुनु यस्तै आउनु 10 दिन हप्ता दिनदेखि नै मलाई साह्रो परेको। मलाई लाग्दै थियो मलाई के भइरहेछ, मलाई ग्यास्ट्रिक हो कि न त के को मलाई अब बिमारले पक्रिरहेको जस्तो लागेको थियो। मैले भ्लग अब 4-5 वटा बनाएँ होला गाउँमा, धेरै बनाउन नसके पनि एउटा त मैले यहीँ थिम्पूमा आएर मैले अपलोड गरेको थियो है। तपाईहरुले सोच्नुहुन्छ होला मेरो छ नि त, मेरो लागि त धेरै के हो खुसीको कुरा हो नि त। मैले युट्युब खोलेको त धेरै साल भयो, तर पनि अब कन्टेन्ट राम्रो हुनु पर्यो। मैले सबै कुरा बुझेको छ, तर पनि मैले के अघि बढ्नु सकेको छुइनँ क्या। तर पनि मलाई एउटा इन्ट्रेस्ट आउँछ हैन, आफ्नो टाइम पास पनि हुन्छ। आफ्नो लाइफको कति कुराहरू पनि तपाईहरुलाई शेयर गर्दाखेरि आफुलाई स्याटिस्फ्याक्सन पनि हुन्छ जस्तो लाग्छ है। तपाईहरुले सुन्नुहुन्छ नि त मनको कुराहरू, यस्तो भइरहेको छ है, उलाई त्यस्तो भइरहेको रहेछ है भनेर, त्यही हो जस्तो लाग्छ क्या। एउटा युट्युब भएपछि चाहिँ हामी युट्युबर भएपछि चाहिँ मेरो कम्तीको पनि है 500 सब्स्क्राइबर भइसकेको छ। मेरो 500 युट्युब फ्यामिली भइसकेको छ नि त। मेरो भ्युवर्सहरु त्यति हुनुहुन्छ, म यति नै खुसी छ के। त्यसमा धेरै खुसी छ मेरो लागि त। 1000 प्लस भएको जति नै म फिल गर्छु है। चाहे मेरोमा अब कन्टेन्ट अनुसारकै हुन्छ हैन, मान्छेले हेर्दिने त भ्युज आएन भनेर म दुखमा पनि छैन। अब त्यही खालको अब कन्टेन्ट आएपछि, त्यही खालको अब भिडियो आएपछि त साह्रै छ नि त आउनु पनि। तर पनि आफूले होप चाहिँ मार्नु भएन। एक दिन न एक दिन कसरी भए पनि अघि बढ्ने छु। एक दिन न एक दिन कसरी भए पनि आफू हरेस खानु भएन। अब सम टाइम भए पनि भिडियो चाहिँ लाइरहनु पर्यो है। भरिसकेपछि हामीले कन्टिन्यू हामीले भ्लग चाहिँ हुनुपर्छ, दिनकै हामीले भ्लग हुनु पर्यो। तर के गर्नु, धेरै बिमार भयो म त, धेरै बिमार भयो। तपाईहरुले सोच्नुहुन्छ होला आफ्नो आफ्नै अब बिजी हुन्छ, आई नो, मलाई पनि थाहा छ। म पनि हेरिबस्छु, मैले भ्लग लाउन नसके नि म धेरै अब अपडेटहरु भइरहन्छु नि त युट्युबमा चाहिँ। म अति नै मनपर्छ कि युट्युब परिवारहरु। अब कति ठुलो हुनुहुन्छ युट्युबरहरु। अब मैले दाजु दिदी भाइहरु सबैजनाको म युट्युब हेर्छु कि यति ग्रो भइरहेको देख्छु कि। मैले हेर्दा ग्रो भएर 2-3 लाख सब्स्क्राइबर नागिसकेको हुन्छ स्टार्टिङदेखि। कतिजनाको हुन्छ, कतिको 8 लाखै पुग्न आँटेको छ, कतिको 4 लाखै पुग्न आँटेको छ। मैले थाहा पाइ तर पनि आफ्नो कन्टेन्ट कसरी ल्याउनु पर्छ, कस्तो खालको चाहिँ आफूले भिडियो बनाउनु पर्छ भनेर मैले जानेको छु। तर पनि के हो, आफ्नोमा अब सोचेको जस्तो आफूले गराउन सकेन भने चाहिँ भ्युजहरु जाँदैन, त्यो पनि मलाई थाहा छ। तर पनि सधैँ दिन यस्तो हुँदैन होला भन्न चाहन्छु है। तपाईहरुले अब कम्ती मात्राले हेरे पनि आई एम भेरी ह्याप्पी। तपाईहरुले माया गरिदिरहनु भएको छ। के कसो हो तपाईहरुले कमेन्टमा लेखिदिनु भइरहेको छ, म हेर्छु, सबैजनाको कमेन्टहरु हेर्छु है। तर पनि मैले मेहनत गर्नुपर्ने हुन्छ, राम्रो भिडियो बनाउने पर्ने हुन्छ। तर पनि गाउँमा हुँदाखेरि 4-5 वटा बनायो होला। यहाँ अब गाउँ नगइकन त मैले बनायो। मैले मुकबाङको भिडियोहरु नबनाएको होइन, बनायो। मलाई समस्या भयो कि भुँडीमा एकदमै समस्या भयो, खानु नहुने हो। म अहिले पुरै डाइटमा छु है। मैले
तेल खान मिल्दैन, धेरै चिप्लो चाप्लो, त्यहाँबाट पिरो खानु मिल्दैन, त्योदेखि म एकदमै टाढा भइरहेको छ। जुसहरू खाँदिनँ, यस्तै फलफुलहरू खान्छु, प्लेन सब्जीहरू खान्छु, हल्का फुल्का अब बेला बेला नर्मल सब्जी खान्छु, नभए एकदम प्लेन। मलाई धेरै गाह्रो भएको छ। पहिला त म भन्नुपर्दाखेरि फिटमै थियो मेरो बडी, तर म एक्कासी मोटो भएको थियो। अहिले म भिडियोमा त म ठुलै देखिरहेको छ है, के भन्छ 60 देखि चाहिँ म अहिले भनौँ समथिङ 57-58 जस्तो चाहिँ भएको छु, म घटेको छु, बेसी त घटिनँ। पहिला त 60 एबभै थियो जस्तो लागेको थियो। 5-6 महिना अगाडि म यसरी बढेको थिएँ कि सबै छक्कै पर्नुहुन्थ्यो। अहिले पनि अब 57-58 पुग्दा पनि एकदमै म मोटो देख्छ नि त, किनभने हाइट अनुसारको हुँदो रहेछ। हामीलाई चाहिँ हाइट नभएपछि चाहिँ हामी अलिकति सानो मान्छेलाई चाहिँ जिउ चाहिँ फिटमै बसेको चाहिँ राम्रो देख्दो रहेछ नि त। तर अलिकति म मोटो भयो है, त्यो भएर चाहिँ हाइट सानो भएको मान्छे चाहिँ क्या डल्लो परि गएको देख्दो रहेछ कि मोटो भए। भाइले पनि भन्नुहुँदै थियो मोटो देख्दैछ है दिदी चाहिँ अलिक डाइटहरू गर्नुपर्छ, डल्लो परेको देख्दैछन्। उसले मात्रै होइन, मलाई अरूहरूले पनि भन्नुहुँदैछ डल्लो देख्दैछ है तिमी त भनेर। आफ्नो शरीरमा रोग नहुनु होइन, आफू फिट बस्नु चाहिँ राम्रो हो नि त। आफ्नो शरीरमा रोग छैन पछि त अब खुसी हो होइन। घट्यो भने पनि केले अब लुते भइरहँदा पनि केले मलाई लुते हुँदैछ भने त्यता पनि मलाई टेन्सन भयो कि बा त मेरो शरीरमा एकदमै जाति नहुने डिजिजहरू भएको छ कि जाति, त्यो भएर मलाई त्यो डिजिजले मलाई खाँदैछ कि त्यो भएर म लुते पो हुँदैछ कि भन्नेपट्टि लाग्यो हो। एक त लाग्यो, धेरै लाग्यो कि के भन्नु तपाईँहरूको माझमा है। अब तपाईँहरूलाई हुन त हो, हामीले सेयर गर्नुपर्छ यो कुरा। कस्तो पनि लाग्छ होला हो, तपाईँहरूले भन्दाखेरि के भनेको होला नि जस्तो लाग्छ होला, तर पनि आफ्नो मनको कुरा चाहिँ भन्नु पर्यो नि। धेरै कुरा क्या शरीरमा यो पो भयो होला, त्यो पो भयो होला, र त्यस्तोले पो मेरो शरीरमा यस्तो भएर म यस्तो हुनु लाग्यो होला भनेर सोचाइ आउने क्या। यस्तो आएर थिङ्किङ बेसी हुने है, अब स्ट्रेस जस्तै पाएर निकै गाह्रो भइरहेको छ। अब त्योदेखि म छुटकारा पाउनुको लागि चाहिँ खास हो भने मैले है टिकटक भए, मैले सानो सानो भ्लगहरू ल्याएँ भने चाहिँ अति नै मलाई खुसी मिल्छ। तर मैले नसकेर चाहिँ यतिकै मैले भिडियो पनि नहालेर है बसिरहेको थियो। हल्का फुल्का साथीहरूलाई सघाएर, घरको छेउमै क्यान्टिन छ, अन्त घरिघरि त अब सधैँभरि म सक्दिनँ होइन, जरिकै घरको काम हुन्छ, घरिघरि आफू पनि साह्रो पर्छ नि त, गल्छ, कोही बेला उठ्नु सक्दैन। अब म 3-4 दिन भयो अहिले गएको छुइनँ, 3 दिन त कम्प्लिट भयो। त्यो भएर चाहिँ सोच्यो, किन भन्दा एउटा ब्रदर हुनुहुन्छ, के पो राई भन्नुभएको थियो, मैले बिर्सिहालेछ। उहाँले यति राम्रो बोल्नुभयो कि त्यो कुराले चाहिँ मलाई यति छुयो मेरो मनमा। त्यो भएर मैले सानो एउटा कन्टेन्ट लिएर आउँछु, केही कुराहरू राख्छु तपाईँहरूसँगै भनेर म आएको। तर पनि तपाईँहरूले मन पराइदिनु होला मेरो अब भिडियो। अब भनिरहन्छु बेला बेला फोन अनुसारको भिडियो हुन्छ होइन, क्लियर नआउला, एकदम ब्लर भएर आउला, तर पनि तपाईँहरूले माया गरिदिनुहोस् भन्नु चाहन्छु। माया गरिदिरहेको छ। कति तल कमजोरी भए त डाउन बिलो है कमेन्ट भन्न चाहन्छु। अब जिन्दगी भनेको यस्तै हो रहेछ है। अब एक समयमा धेरै रमाइलो पनि गर्यो, जब थियो होइन, खुसी मिल्थ्यो। अहिले म काम छैन, भएकै कुरा हो। तपाईँहरूलाई मैले अहिलेसम्म भनेको पनि छुइनँ, मेरो काम छैन, म यसरी घरमा बस्छु। गाह्रो त भइहाल्छ नि, हुन त आफूलाई पुगिरहेको छ होइन, खानु लाउनु पुगिरहेको छ, एउटा छोरा छ। तपाईँहरूलाई अब के भन्नु होइन, जिन्दगीमा अब यस्तै अब बसेर पनि हुँदैन जस्तो लाग्छ कोही बेला है। यसरी युट्युबहरू खोल्यो भने पनि आफूलाई आफ्नो लाइफमा खुसी पनि मिल्छ होइन। तीमाथि अब दिनको दिन हामीले भ्लग बनायो भने सोचेको पनि अब काम जतिकै पनि हुन्छ नि त। त्यो कारणले गर्दा चाहिँ मैले भ्लगमा आएको छु, सानो कन्टेन्ट लिएर। भ्लग चाहिँ बनाउनै पर्ने रहेछ घरमै बस्दा पनि भन्ने चाहिँ मलाई लाग्यो कि थाहा छ। तर मलाई के हो, जाँगर नचल्ने, के हो, जोस नचढ्ने, गर्नु चाहिँ मनपर्ने, बनाउँछु भनेर, तर जोस नचढ्ने, के मुड खालि चेन्ज भएर बस्ने, त्यस्तै भइरहेको छ।
यस्तो बेलामा चाहिँ के बुझ्ने चाहिँ निकै कठिनै हुन्छ कि साथीभाइहरूले बरु बुझ्छ होला, आफ्नो परिवारले पनि बुझ्छ एकदमै, तर पनि कति कुराहरू चाहिँ बुझ्दैन जस्तो लाग्छ हो। तर पनि केही छैन, आफ्नो खुट्टामा आफै उभिनु पर्छ। तर मनको कुरालाई बुझ्नु पनि एकदमै जरुरी छ। बुझेन भने क्या मन दुखेपछि चाहिँ के हातपात फर्किँदैन जस्तो लागिसकेको छ कि मलाई चाहिँ। यति मन पनि दुखेको छ हैन, भन्नु कता हो, मन दुखेको धेरै दुखेको छ कि म यस्तो मान्छे हो कि मेरो मुखमा जे छ मनमा पनि त्यही हो। म दुईटा मेरो मन भएको मुख हैन, बाहिर के छ भित्र त्यही हो। म जे छु त्यही बोल्ने खालको मान्छे। जति मैले मुखले नराम्रो भने त्यति म माया गर्ने मान्छे हो। तर पनि क्या मेरो मनलाई नबुझ्दा, मेरो दुःखलाई नबुझ्दाखेरि मलाई कति दुःख लाग्यो मेरो लाइफमा हैन। तर पनि म त्यसलाई मतलब छैन क्या। आफूले एक समयमा दुःख गरेकै हो, आफूले एक समयमा दुःख गर्दाखेरि आफूले जे हुन्छ 1-2 रुपैयाँ दुःख गरेर कमाएकै हो, त्यसमै म सेटिस्फ्याक्सन छु। तर पनि आउने दिन आउने समयमा फेरि पनि मैले पाउँछु होला भनेर होप राखेको छु। कसरी भए पनि सोचिराखेको छु पाउँछु होला भनेर। अहिले म यस्तै युट्युबमै म खुसी हुन चाहन्छु, टिकटकमा खुसी हुन चाहन्छु। म टिकटकदेखि धेरै म सोसल मिडियाबाट धेरै टाढो भइसकेको जस्तो फिल भयो मलाई क्या। अब युट्युबमा म दिनरात अपडेट भइरह्यो भने तपाईहरुले पनि अब थाहा हुन्छ नि त, अब यस्तो रहेछ, उसले यस्तो गरिरहेको रहेछ है, गुरुङनी ब्लग अहिले यस्तो भइरहेछ, उसले यस्तो गरिरहेछ। यसरी बसे एक्कासी हराउँदाखेरि त सोच आउँदो रहेछ है, कहाँ गयो होला, के गर्दै होला भन्ने चाहिँ आउँदो रहेछ नि त। त्यो भएर तपाईहरुको माझमा आएको छु। म सबैको ब्लग चाहिँ हेर्ने गर्छु है। म ठुलठुलो युट्युबरहरुको चाहिँ म दिनको हेर्छु कमेन्टहरु। अब कोही बेला मैले बिर्स्यो भने पनि के हेर्नु चाहिँ हेर्छु। यति मन पर्छ उनीहरुको देखेर मलाई। कति बनाऊ गरौ लाग्छ, तर पनि के मुड हुँदैन। कति गाह्रो छ कि तपाईहरुसँग बोलेर तपाईहरुलाई मेरो मनको कुरा राख्नु पाउँदा पनि आई एम भेरी ह्याप्पी भन्न चाहन्छु क्या। भन्दै आजको भिडियो पनि धेरै लामो भएको छ। यसरी नै म कुराहरू बेला सानो कन्टेन्टहरु लिएर आउने छु। सानो घरकै है, घरमै अब परिवारमा भ्लग बनाउने छु। पकाएकोदेखि लिएर खाएकोदेखि लिएर हल्का घरमै बस्दा पनि तपाईहरुले माया गरिदिनु होला भन्नु चाहन्छु। आजको भिडियोलाई तपाईहरुले कस्तो लाग्यो, फनी लाग्यो भने पनि फनी लाग्यो भनिदिनुहोस्, राम्रै लाग्यो भने राम्रो लाग्यो भनिदिनुहोस्। अब बोल्नु त आउँदैन, म त अब नयाँ हो, त्यति साह्रो पर्फेक्ट पनि भएको छुइनँ भन्दै मेरो देश विदेशमा भएको मेरो दाजुभाइ दिदी बहिनी सबैजनालाई मेरो हृदयबाट धेरै सम्झना छ भन्नु चाहन्छु, धेरै माया छ भन्नु चाहन्छु है। तपाईहरुले पनि मलाई साथ सपोर्ट माया गरिदिराख्नु होला, अघि बढाइदिराख्नु होला। केही मेरो कुराहरुमा तलमाथि भएमा कमेन्ट डाउन बिलो भन्नु चाहन्छु। आजको भिडियोलाई धेरै लामो नलगिकन यही टुङ्गाउन चाहन्छु। स्वस्थ रहनु होला, व्यस्त रहनु होला भन्दै म पनि धेरै रिकभर भइसकेको छु। दबाईहरु पनि 4-5 किसिमको, भिटामिन डी पनि लो भएछ भन्नुभएको छ। ग्यास्ट्राइटिक त के भन्नु, मेरो शरीरमा त ग्यास्ट्रिक त एसिड त नर्मल मान्छेलाई 51 कप छ भने मेरो शरीरमा चाहिँ 50 कप भएको रहेछ। अब मैले खाएर चाहिँ होइन, अब मान्छेलाई पिर पोसेपछि यत्तिकै एसिड हुँदो रहेछ। बोडीमा दुख्ने, पोल्ने, कस्तो कटकट खाने, भोमिटिङ हुने, ग्रिनेस हुने, के भयो नि त। तर पनि के बुझ्दैन रहेछ। जस मेरो अब नाटक हो भने, नाटक सोच्नेलाई, मेरो एक्टिङ सोच्नेलाई म यतिकै किन रिसाउँछ भनेर सोच्नेलाई, उनीहरुले सोच्नेलाई धेरै नै अब उनीहरुको अब जतिसम्म सोच्ने क्षमता छ त्यतिसम्म नै उनीहरुले सोचेको होला भन्न चाहन्छु। तर म फाइनली रिकभर भइसकेको छु। अहिले त म धेरै है हल्का पनि भइसकेको छु है। पानीहरु अब टाइम टु टाइम खान्छु, खानु नसके खानु पर्यो। अब पानी त मेनै हो हाम्रो शरीरको इम्पोर्टेन्ट त। अब ग्यास्ट्रिकहरुमा त धेरै कुरामा त्यही हो रहेछ भन्दै फेरि पनि मैले कुरा उँभो लान थाल्यो, टुङ्गाइसकेको थियो भन्दै आजको भिडियोलाई यहीँ राख्दै मेरो सानो
मैले केही तपाईहरुलाई इन्ट्रोडक्सन गराएको छु। तपाईहरुले हेरेर कस्तो लाग्छ, मन अब मैले बोल्नु नजाने पनि जबरजस्ती मैले बोलेको छु है। हल्का बानी परिसकेको छु, तर पनि धेरै दिनमा आएपछि त बोल्नै सक्दैन, कसरी बोल्नु हुन्छ, देश विदेशमा तपाईहरुले हेर्दिनु हुन्छ भन्दै बाई बाई भन्नु चाहन्छु। सबैजना एकदम अच्छा से रहना, अच्छा से बस्न, ठीक है भन्दै आजको भिडियोलाई जान्दिन है परे। म त नेपाली के अरे हिन्दी बोल्नु पनि मेरो चाहन्छु।